सम्पूर्णमा नमस्कार। आज हामी भानु नगरपालिका वडा नम्बर 4 जहाँ बोरा गाउँ भन्ने एउटा सुन्दर गाउँ छ र यो गाउँमा एकजना यस्तो मेहनती दाजु किसान हुनुहुन्छ है, कृषक। हाम्रो आदरणीय कमला थापा दिदीको श्रीमान ऋषि बोहरा दाजुले यति धेरै मेहनत गरेर गाउँमा हेर्नुहोस् है, गाउँमा केही हुँदैन, गाउँमा बसेर यत्तिकै टाइम वेस्ट गरिराखेको छु भन्ने हरेक व्यक्तिलाई हाम्रो नेपालमा त केही गर्न सकिँदैन भन्नेको लागि उदाहरण यो ड्राइगन फ्रुट उहाँले उत्पादन गरेको ड्राइगन फ्रुट अहिले हामी यहाँनिर उहाँले हामीलाई टेस्ट गर्नको लागि दिँदै हुनुहुन्छ। आज यो ड्राइगन फ्रुट हामी खाँदैछौँ। यस्तो राम्रो ड्राइगन फ्रुट उत्पादन गर्नुभएको छ हाम्रो आदरणीय दाजुले। ल्याइसक्नु भएको छ एक झोला। हेर्नुहोस् है गाइज, हामी यसो यहाँबाट खरिद गरेर पनि लाँदैछौँ। तपाईँको बजारमा यसको भाउ अहिले पक्कै पनि काठमाडौँ पोखराको कुरा गर्ने हो भने 600-700 रुपियाँ केजी छ। यहाँनिर उहाँले एकदमै सस्तो तपाईँहरू यहाँ आइसकेपछि करिब तपाईँको 350देखि 400सम्म पाउनुहुन्छ। 2-3 सयकै फरक पर्छ तपाईँहरूलाई यो ड्राइगन फ्रुट खानको लागि। यदि तपाईँहरू यो भानु नगरपालिका वडा नम्बर 4 बोरा गाउँमा रहेको ऋषि बोरा दाजुको यो ड्राइगन फार्ममा आउनुहुन्छ भने एकदमै सुपथ मूल्यमा होइन, एकदमै सस्तो र मिठो र एकदमै अर्ग्यानिक, यति राम्रो टेस्टी। अब यो तपाईँलाई देख्दा पनि तपाईँको मुखबाट पानी आइसक्यो होला होइन खानालाई। एकदमै हामी खाना गइरहेका छौँ गाइस। कसरी खाने तपाईँलाई देखाउँछौँ है हामी। ट्याक्क यसरी राख्ने है, ट्याक्क यो मजाले दिदीले पिस पारिदिनु भएको छ। यसरी खाने मिठो छ। यदि तपाईँहरू यहाँ वरिपरि हुनुहुन्छ अथवा यो भानु नगरपालिका वडा नम्बर 4 नजिक कोही हुनुहुन्छ अथवा यो बाटोमा हिँड्नुहुन्छ भने यहाँ छिरेर ड्राइगन फ्रुट चाहिँ लिएर जानु होला। यहाँको एकदमै मिठो, एकदमै स्वादिलो छ है। थ्याङ्क यू। यो भिडियो हेर्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।